हाम्रो पदको इच्छा भन्दा पनि एजेन्डा र क्षमताको आधारमा हामीले काम गरेको देखाउने हाम्रो चाहना हो। हाम्रो पद कुनै ठुलो कुरा होइन। हामी यहाँ आइसकेपछि म कुनै ठुलो बाचा गर्दिनँ, तर इमान्दारी र पारदर्शी र सबै व्यवसायीहरूको समान हितको लागि काम गर्ने दृढ प्रतिबद्धता यहाँ समक्ष म व्यक्त गर्छु। पदका लागि होइन, कामको लागि आएको हो भन्ने ममा विश्वास छ। व्यवसायीहरूको हक हितभन्दा बाहेक अन्य मेरो कुनै साना सबै व्यवसायीहरूलाई एउटै छातामुनि राखेर साझा संस्था बनाउने हाम्रो उद्देश्य हो। सबैको साझा घर हो र म सबैको साझा नेतृत्व गर्छु भन्ने एउटा विश्वासका साथ यसलाई हामीले पर्यटन धार्मिक क्षेत्र पनि चिनाउनुपर्छ भन्ने हाम्रो विकास र आउने पाहुनाहरूलाई 1-2 दिनसम्म अलमलिने किसिमको वातावरण बनाएर यसलाई पर्यटकीय क्षेत्रमा अगाडि लानुपर्छ भन्ने किसिमका पनि हाम्रा एउटा योजनाहरू छन्। पत्रकारज्यूहरू, हाम्रा प्यानलबाट आउनुभएका सम्पूर्ण हाम्रा कार्य समिति प्यानलमा आउनुभएका साथीहरू र हाम्रो आवाजलाई सुनिरहनु हुने सम्पूर्ण व्यवसायी आदरणीय दाजुभाइ दिदीबहिनीहरूमा हाम्रो हुन लागेको चैत 24 गतेको निर्वाचनको प्रक्रियाको लागि हामीले उम्मेदवारी दिइरहेको आज पत्रकार सम्मेलन कार्यक्रम छ। सबैजनालाई म नमस्कार गर्न चाहन्छु। बर्दिवास उद्योग वाणिज्य सङ्घको यही 24 गते हुने निर्वाचनको सन्दर्भमा आफ्नो योजनाहरूलाई प्रस्तुत गर्न यहाँहरू समक्ष हामी सबै टिम उपस्थित भएका छौँ। पछिल्लो 3 वर्षमा यहाँहरूकै साथ सहयोगबाट महासचिवको पदमा बसेर मैले यहाँको सहयोगले काम गर्ने अवसर पाएको थिएँ। त्यो अवसरमा मैले व्यवसायीहरूको समस्या, अपेक्षा र व्यावसायिक वातावरणलाई नजिकबाट बुझ्ने प्रयास गरेको थिएँ र अहिले सोही अनुभव, सिकाइ र सिकाइको आधारमा मैले आफ्नो अध्यक्षताको लागि यो हाम्रो 19 जनाको टिमसहितको टिम तयार गरेर यो निर्वाचनमा सहभागी हुन लागेका छौँ र यसको लागि चाहिँ हाम्रा के कुराहरू छन्, अब आगामी दिनमा हामीले कसरी गर्न सक्छौँ, कसरी जाने, हाम्रा योजनाहरू के छन् भन्ने हिसाबले हाम्रा आवाजहरूलाई सबैसम्म पुर्याइदिनको लागि यहाँलाई हामीले निमन्त्रणा गरेका छौँ। हाम्रो त्यस्तो खासै ठुला मागहरू अथवा ठुला योजनाहरू त्यस्ता छैनन्। हामी ठुला तथा साना व्यवसायहरू, एउटा निजी क्षेत्रका व्यवसायहरू यो देशको अर्थतन्त्र बलियो बनाउने एउटा मेरुदण्ड हो भन्ने कुरामा हामी विश्वास राख्दछौँ। हामी जस्तै निजी क्षेत्रको व्यवसायहरूले नै सिर्जना गरेको रोजगारीहरू साथै तिनले तिरेका करले नै चलायमान बनाएको बजार र स्थानीय तहदेखि राष्ट्रसम्म ठुलो योगदान पुर्याएको छ भन्ने कुरामा हामी व्यवसायहरू विश्वस्त छौँ। नगरको विकास होस् या राज्यको आम्दानी, यसको धेरैवटा मुख्य आधारहरूमध्ये मुख्य एउटा आधार हामीहरू व्यवसायी पनि एक हो भन्ने हामी विश्वास गर्दछौँ। कहिलेकाहीँ हाम्रा आवाजहरू साना हुन सक्छन्, नसुनिन सक्छन्। अब समय आएको छ एक भएर, एकजुट भएर आफ्नो हक हितको लागि सफल बनाउनलाई सफल नेतृत्व चयन गर्ने एउटा समय आएको छ। यसका लागि हामी सँगै साथमा उभिएका छौँ। म कुनै ठुलो बाचा गर्दिनँ, तर इमान्दारी र पारदर्शी र सबै व्यवसायीहरूको समान हितको लागि काम गर्ने दृढ प्रतिबद्धता यहाँ समक्ष म व्यक्त गर्न चाहन्छु। म पदका लागि होइन, कामको लागि आएको हो भन्ने ममा विश्वास छ। व्यवसायीहरूको हक हितभन्दा बाहेक अन्य मेरो कुनै उद्देश्य छैन। ठुला साना सबै व्यवसायीहरूलाई एउटै छातामुनि राखेर साझा संस्था बनाउने हाम्रो उद्देश्य हो। सङ्घ सबैको साझा घर हो र म सबैको साझा नेतृत्व गर्छु भन्ने एउटा विश्वासका साथ म यहाँ आएको छु। बर्दिवासलाई एउटा ट्रान्जिट पोइन्टको हिसाबले हेरिन्छ। सबैजना यहाँ आइसकेपछि सबैतिर जान सजिलो हुन्छ भन्ने हिसाबले यसलाई एउटा ट्रान्जिट पोइन्टको रूपमा हेरिएको छ र हामी त्यति मात्रै बर्दिवासलाई चिनाउनु भन्दा पनि अब यसलाई हामीले पर्यटन धार्मिक क्षेत्र पनि चिनाउनुपर्छ भन्ने हाम्रो एउटा उद्देश्य छ। यसलाई ट्रान्जिट मात्रै पोइन्ट नभएर एउटा निवास र आउने पाहुनाहरूलाई 1-2 दिनसम्म अलमलिने किसिमको वातावरण बनाएर यसलाई पर्यटकीय क्षेत्रमा अगाडि लानुपर्छ भन्ने किसिमका पनि हाम्रा एउटा योजनाहरू छन्। तिनै तहको सरकारहरूसँग मिलेर हामीले एकदमै नजिक भएर यो बर्दिवासलाई चिनाउने र बर्दिवासको वाणिज्य सङ्घ मार्फतबाट यहाँको रोजगारीदेखि लिएर विभिन्न कुराहरूलाई चाहिँ हामीले अपनत्व लिँदै यसलाई अगाडि बढाउनुपर्छ भन्ने धारणामा हामी सबै टिमको एउटा एकमत छ। हामीले आफ्ना एजेन्डाहरूलाई तय गरे हामीले साथ दिनुहुनेछ। यदि हामीले बनाएका एजेन्डाहरूलाई यहाँहरू सबैले साथ दिनुभयो भने यसलाई हामीलाई विश्वास गर्नुभयो भने हाम्रो आफ्नो कार्य गर्ने क्रममा
15वटा यो हामीले जुन यो घोषणापत्र तयार गरेका छौँ यो अहिले तपाईँहरूलाई पढेर पनि सुनाउनेछौँ। त्यसलाई चाहिँ हामी सबैलाई हाम्रो टिमलाई नै सबैले निर्वाचित बनाएर जानुभयो र हामीले सेवा गर्ने मौका दिनुभयो भने हामीले पहिलो बैठकबाट नै हामीले यो प्राथमिकताको आधारमा कुन कुनलाई कसरी काम गर्नेछौँ र कुन कुनलाई पहिला प्राथमिकता राख्ने र हामीले वार्षिक योजना बनाएर त्यो हाम्रो प्राथमिकता आधारमा त्यसलाई कार्य विभाजन गरेर हाम्रो टिमले त्यसलाई अगाडि बढाएर लिएर जान्छ। यसै गरी यदि व्यवसायीहरू हाम्रो प्यानललाई काम गर्ने मौका प्रदान गर्नुभयो भने म यो पदको लागि योग्य छु भन्ने विश्वास पनि दिलाउन चाहन्छु। हाम्रो पदको इच्छा भन्दा पनि एजेन्डा र क्षमताको आधारमा हामीले काम गरेर देखाउने हाम्रो चाहना हो। हाम्रो पद कुनै ठुलो कुरा होइन। हामी यहाँ आइसकेपछि हाम्रो दायित्व भनेको क्षमता र आफ्नो एजेन्डाहरूलाई नै कसरी अगाडि बढाउन सक्छौँ भन्ने मेन मूल्य हाम्रो हो। मलाई बजारमा अहिले विभिन्न किसिमका कुराहरू पनि आइरहेका छन्। यो फलानु पार्टीको मान्छे हो अथवा यो फलानु सँग चाहिँ धेरै नजिक छ भन्ने किसिमका कुराहरूले चाहिँ धेरै टिका टिप्पणी पनि आइरहेको छ। म यहाँ सबैलाई के विश्वास दिलाउन चाहन्छु भने म शुद्ध व्यवसायी हो र व्यवसायकै हकितको लागि काम गर्छु र जहिलेसम्म मेरो यो क्षेत्रमा मेरो योगदान भइरहन्छ म आफ्नो व्यावसायिक हकितको कार्य र यो समाज र यो क्षेत्रको विकासको कामभन्दा बाहेक म अन्य तरिकाले चाहिँ कसैबाट परिचालित भएर काम गर्ने छैन। शुद्ध जहाँ बस्छु जसरी काम गर्छु आफ्नो टिमलाई अथवा जहाँ मैले नेतृत्व गरिरहेको छु त्यो ठाउँलाई चाहिँ म सधैँ पवित्र बनाएर राख्नेछु भन्ने किसिमको एउटा विश्वास दिलाउन चाहन्छु। म कुरामा मात्र होइन काममा धेरै गर्न चाहन्छु भन्ने किसिमको पनि यहाँहरूलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यहाँहरूलाई हाम्रो टिमको काम गर्न सक्छ भन्ने विश्वास छ र हाम्रो टिमसित विश्वास राखेर काम गर्ने वातावरण बनाउन सक्नुहुन्छ भने हामीलाई पक्कै पनि तपाईँहरूले भोट दिनुहुन्छ भन्ने आशा गर्दछौँ। कामप्रतिको तपाईँहरूको विश्वास यसले गर्न सक्छ भन्ने पक्कै पनि तपाईँहरूलाई महसुस लाग्छ भने हामीलाई त्यो प्रति विश्वास गरिदिनुहुन्छ भन्ने हामी आशा राख्दछौँ। यहाँहरूको सदैव अनुभव यहाँहरू सबै व्यवसायी यहाँ सुनिरहनुभएका हाम्रो आवाज सुनिरहनुभएका सबै यहाँका आदरणीय दाजुभाइ दिदीबहिनीहरू र हाम्रा व्यवसायीहरू सबै सचेत हुनुहुन्छ र कसैको कर्चामा पर्नुहुन्न कसैको प्रलोभनमा पर्नुहुन्न भन्ने पूर्ण विश्वास छ। असल नेतृत्व को हो कसले कस्तो काम गर्न सक्छ भन्ने पक्कै पनि तपाईँले यो मूल्याङ्कन गरि पनि सक्नुभएको छ र मूल्याङ्कन हेरि पनि रहनुभएको छ र सोही मूल्याङ्कनको आधारमा हाम्रो यो कलश छाप चिन्हमा हामी जुन एउटा उम्मेदवारी 19 जनाको टिमले दिएका छौँ त्यसमध्येमा हाम्रो लगभग खैरमारा यो क्षेत्रको एकजना हाम्रो प्रतिनिधिज्यू लगभग निर्विरोध भइसक्नु भएको छ र हाम्रो यो बिजलपुरा क्षेत्रको प्रतिनिधिज्यू पनि हाम्रो निर्विरोध भइसक्नु भएको छ र यसै गरी बाँकी रहेको हामी 17 जनाको टिमको मात्रै अहिले निर्वाचन हुनेछ। उहाँ 2 जनाको नाम रहने छैन र हामी सबैको साझा चिन्ह नै कलश चिन्ह रहनेछ र हामी सबैलाई यहाँहरूले पूर्ण विश्वासका साथ अगाडि बढाएर लानुहुनेछ भन्ने कुरामा हामी विश्वस्त र ढुक्क छौँ।